नमस्कार साथीहरू, यहाँहरूलाई स्वागत छ एस स्टक मार्केट च्यानलमा। सदाझै आज पनि नयाँ भिडियोका साथ उपस्थित भइसकेको छु। आज फुर्सदको दिन, शनिबारको दिन। कृपया च्यानललाई सब्स्क्राइब गर्नुभएको छैन, च्यानलमा नयाँ हुनुहुन्छ भने सब्स्क्राइब गरिदिनु होला र च्यानललाई लाइक र कमेन्ट गरेर प्रोत्साहन गरिदिनु होला भन्दै आजको विषयवस्तुतिर लाग्छ। आजको विषयवस्तु रहेको छ 3वटा उत्कृष्ट इन्भेस्टमेन्ट कम्पनीहरू जुन केही इन्डिकेटरहरू मार्फत हेर्दा उत्कृष्ट देखिन्छ, फन्डामेन्टल राम्रा कम्पनी रहेका छन् र ती फन्डामेन्टल राम्रा रहेका कम्पनीहरूको के कस्तो टेक्निकलको के कस्तो अवस्था रहेको छ त अहिलेको अवस्थामा, यी सम्पूर्ण जानकारी बाई सेल होल्ड के कस्तो अवस्थामा रहेका छन् त। अब बाई गर्दा ठिक होला, होल्ड गर्दा ठिक होला, सेल गर्दा ठिक होला वा के गर्दा ठिक होला भन्ने सम्पूर्ण कुराको जिज्ञासा यहाँहरू समक्ष मेटाउने कोसिस गर्नेछु भन्ने कुरा यहाँहरूलाई जानकारी दिँदै आजको विषयवस्तुतिर लाग्छ। सबैभन्दा पहिलो आज यहाँहरूले देख्न सक्नुहुन्छ यो कम्पनी मैले लिएको छु। आज यो रहेको छ यो सिइडिबी, यो इन्भेस्टमेन्ट सेक्टर मार्फत सिइडिबी को होल्डिङ्स लिमिटेडको यो स्टक यहाँहरूले देख्न सक्नुहुन्छ। यसको मार्केट क्यापिटलाइजेसन रहेको छ 25 अर्ब 96 करोड रहेको छ भने यसको चुक्ता पुँजी 1 अर्ब 03 करोड रहेको छ भने 52 हप्ताको हाई लो हेर्छौँ भने 958, 52 हप्ताको लो रहेको छ भने 2647, 52 हप्ताको हाई रहेको छ र इपिएस हेर्छौँ भने अहिलेको अवस्थामा 34.08 रहेको छ, जुन अति नै राम्रो रहेको छ र इपिएस रिपोर्टेड हामी हेर्छौँ भने 45.51 रहेको छ, पी रेसियो 73 रहेको छ, राम्रो रहेको छ भन्ने कुरा हामी बुझ्न सक्छौँ। भने ब्रोकर नम्बर 39 ले 401 के होल्ड गरेको छ भने ब्रोकर नम्बर 50 ले 231 के होल्ड गरेको छ भने ब्रोकर नम्बर 77 ले 143 के होल्ड गरेको हामीले देख्न सक्छौँ यो स्टकमा। त्यसैगरी सरसरी यसको फाइनेन्शियल रिपोर्ट पनि हेरौँ। यसले 80-81 को क्वार्टर 3 को रिपोर्ट अहिले प्रकाशन गरेको छ भर्खरै। त्यसकारणले गर्दाखेरि पनि यो 80-81 को रिपोर्ट अनुसार अहिलेको अवस्थामा चाहिँ यिनी कम्पनीहरू र यो सिडिबी लगायतका कम्पनीहरू अहिले उत्कृष्ट रहेका छन्। त्यसकारणले गर्दाखेरि पनि यसको रिपोर्ट हेर्नुपर्ने हुन्छ र अहिलेको अवस्थामा हामी हेर्छौँ भने चुक्ता पुँजीमा लगभग वृद्धि गरेको छ। रिजर्भ इन सरप्लस 28.31% ले बढेको छ, यो राम्रो हो। टोटल इक्विटी पनि बढेको छ, राम्रो हो। करेन्ट लायबिलिटिज पनि बढेको छ, राम्रो हो। करेन्ट एसेट्स पनि बढेको छ 42.09, राम्रो हो। टोटल एसेट्समा चाहिँ नेगेटिभ आएको छ, यो राम्रो होइन, यसरी नेगेटिभ हुनु भएन। टोटल एसेट्समा टोटल रेभिन्यू बढेको छ, नेट प्रफिट बढेको छ र इपिएस पनि बढेको छ। समग्रमा हेर्छौँ भने यो कम्पनीलाई हामी अति नै राम्रो कन्डिसन छ। यसको पर्फर्मेन्स अहिलेको क्वार्टर रिपोर्टमा अति नै राम्रो पर्फर्मेन्स देखाएको छ। सबै कुराहरू सबल छन्, सबै हरियो छन्। एउटा मात्रै हामीले के देख्यौँ भनेपछि एउटा मात्रै यो टोटल एसेट्समा मात्रै नेगेटिभ हामीले देखेको छौँ। अरू सबै फन्डामेन्टली हामी हेर्छौँ भने सबै रहेको छ। खुद नाफा र प्रतिशत आम्दानी पनि अत्याधिक मात्रामा बढेको हामीले देख्न सक्छौँ। त्यसकारणले गर्दाखेरि यो कम्पनीलाई हामी फन्डामेन्टल अति नै स्ट्रङ कम्पनी मान्न सक्छौँ है। त्यसैगरी यसलाई टेक्निकली हेर्ने हेरौँ के कस्तो अवस्था रहेको छ त। टेक्निकली हामी यो कम्पनीलाई हेर्छौँ भने अहिलेको अवस्थामा चाहिँ हेर्छौँ भने 2510 को यसको यो देख्न सक्नुहुन्छ। यो 2457 देखि लिएर यो 2486 सम्मको एउटा स्ट्रङ डिमान्ड जोन रहेको छ। यो डिमान्ड जोनबाट भर्खरै के गरेको छ, बाउन्स ब्याक दिएको छ। अब अहिलेको अवस्थामा चाहिँ हामी हेर्छौँ भने यसको रेजिस्टेन्सलाई यसरी कोट्याउँछ भने 2696 देखि लिएर 2719 सम्मको यसको एउटा रेजिस्टेन्स रहेको छ र यसरी हेर्छौँ भने यो ट्रेन्ड लाइन देख्न सक्नुहुन्छ। यो मैले खिचेको ट्रेन्ड लाइन रहेको छ। यो ट्रेन्ड लाइनलाई अहिलेको अवस्थामा चाहिँ यसले अब ब्रेकआउट गर्यो भने भोलिका दिनमा चाहिँ अझै राम्रो माथि जान सक्छ। अहिले कन्सोलिडेट भएर यत्रो दिनसम्म देख्न सक्नुहुन्छ ठ्याक्कै कन्सोलिडेट भएर 1 2 3 4 चोटि कन्सोलिडेट भएर साइडवेज भएर जाँदै गरेको अवस्था छ र अहिलेको अवस्थामा एकदम राम्रो कन्डिसनमा रहेको छ र कन्सोलिडेट भएर अब यो ट्रेन्ड लाइनलाई ब्रेकआउट गर्यो भने गर्न आँटेको थिएँ यहाँ, तर यहाँ गर्न सकेन। अनि फेरि करेक्सन फेस गर्यो, तर अहिले अब करेक्सन फेस गरेको तापनि स्टिक माथि नै रहेको छ, माथिबाट क्लोजिङ दिएको छ यहाँ तलतिर। त्यसकारणले गर्दाखेरि अहिलेको अवस्थामा चाहिँ राम्रो कन्डिसन रहेको छ र हायर हाई बनाएको छ, लो बनायो, यो यही सपोर्ट लिएर लो बनायो। अब यहाँबाट चाहिँ यसले बाउन्स ब्याक दियो भने यो ट्रेन्ड लाइनलाई ब्रेकआउट गर्यो भने यसको रेसिस्टेन्स भनेको 2693 लगभग 2700 को हाराहारी यो पुग्न सक्छ भन्ने कुरा हामी विश्वस्त हुन सक्छौँ। त्यसकारणले गर्दाखेरि यो कम्पनीलाई चाहिँ अति नै राम्रो कन्डिसनमा रहेको छ। यसलाई चाहिँ अहिलेको अवस्थामा चाहिँ हामी एन्ट्री गर्न हामी सक्छौँ है, एन्ट्री गर्न सक्छौँ किनकि तलतिरै रहेको छ, साइडवेज रहेको छ। त्यसकारणले जब यसले ब्रेकआउट गर्छ यहाँबाट ग्रिन क्यान्डल स्टिकले, तब हामी एन्ट्री गर्नुपर्छ। जबसम्म यसलाई ब्रेकआउट गर्दैन तबसम्म चाहिँ वेट एन्ड वाच नै गर्नुपर्ने हुन्छ है। त्यसै गरी यही इन्डिकेटरबाट पनि हेरौँ, आरएसआईबाट हेरौँ के कस्तो अवस्था रहेको छ त। आरएसआईबाट हेर्छौँ भने हामी अहिलेको अवस्थामा आरएसआई न्युट्रल जोनमा रहेको छ, राम्रो रहेको छ र
र एमएससीडीबाट पनि हामी हेरौँ यो कम्पनीलाई। एमएससीडीबाट यसरी हामी यो कम्पनीलाई मापन गर्छौँ भने एमएससीडीबाट यसरी मापन गर्छौँ भने एमएससीडीमा भर्खरै बियरिस क्रसओभर गरेको थियो, हिस्टोग्रामहरू पनि लघु मधुरहरू र यहाँ बुलिस क्रसओभर गर्न गएको थियो। फेरि अप एन्ड डाउन गर्दै गर्दै यहाँ के गरेको छ, अझै पनि बुलिस क्रसओभर गरेको छैन। अब के गर्छ भन्ने कुरा हो। हिस्टोग्राम मधुरो गएको छ, भोलिको दिनमा चाहिँ बुलिस क्रसओभर गर्ने सक्छ जस्तो पनि देखिन्छ, तर अझै पनि हामी कन्फर्मेसन चाहिँ यसले दिएको छैन। जबसम्म यो हिस्टोग्रामहरू पोजिटिभ हुँदैन, ग्रिन हुँदैन, तबसम्म चाहिँ यसले कन्फर्मेसन दिएको हामीले देख्दैनौँ है। त्यसै गरी बोलिङ्गर ब्यान्डबाट पनि हेरौँ के कस्तो सिर्जना गरेको छ त। बोलिङ्गर ब्यान्डबाट पनि टेक्निकली हामी यसरी हेर्छौँ भने बोलिङ्गर ब्यान्डको मिडल ब्यान्डदेखि तलै रहेको छ, मिडल ब्यान्ड लोयर ब्यान्डमा सपोर्ट लिएको छ। अब यसले मिडल ब्यान्डलाई ब्रेकआउट गर्ने र यो ट्रेन लाइनलाई पनि ब्रेकआउट गरेर माथि गयो भने निश्चय पनि यसको यो अप्पर ब्यान्डलाई ब्रेकआउट हुन्छ पहिलो, त्यसपछि चाहिँ यो देख्न सक्छ यो रेसिस्टेन्स 2692 को यो रेसिस्टेन्सलाई चाहिँ यसले एचिभ गर्छ भन्ने कुरा हामी विश्वस्त हुन सक्छौँ। टेक्निकली इन्डिकेटरबाट यस्तो देखिन्छ भन्ने कुरा, यो सिडिबी होल्डिङमा यस्तो रहेको छ भन्ने कुरा जानकारी गराउन चाहन्छु। भने अर्को स्टक रहेको छ यो सिआइटी, सिटिजन इन्भेस्टमेन्ट ट्रस्ट, यो कम्पनी रहेको छ। यो कम्पनीको पनि हामी यसरी हेर्छौँ भने यसको मार्केट क्यापिटलाइजेसन लगभग 12 अर्ब 36 करोडको रहेको छ चुक्ता पुँजी। यसको हामी हेर्छौँ भने 6 अर्ब 48 करोडको रहेको छ र त्यसै 52 हप्ताको हाई लो हेर्छौँ भने 1898 52 हप्ताको लो रहेको छ भने 2629 52 हप्ताको हाई रहेको छ। र इपिएस हेर्छौँ भने 17.26 रहेको छ, राम्रो छ। रिपोर्टेड हेर्छौँ भने 18.49 रहेको छ र पिई रेसियो पनि हेर्छौँ भने 110.48 रहेको छ भने यसको पिबी रेसियो 12.94 रहेको छ, यो राम्रो रहेको छ। यसरी हेर्छौँ भने रिटर्न अन इक्विटी पनि 12.01 रहेको छ र ब्रोकर नम्बर 65 ले 87 के होल्ड गरेको छ भने ब्रोकर नम्बर 58 ले 58 के होल्ड गरेको छ भने 49 ले 40 के होल्ड गरेको हामीले अहिलेको अवस्थामा यो सिडिबीलाई देख्छौँ। भने यसको फाइनेन्शियल रिपोर्ट हेरौँ, अहिले भर्खरै यसले क्वार्टर 3 को रिपोर्ट पस्केको अवस्था हामीले देख्छौँ भर्खरै र यो अवस्थामा चाहिँ यो त्यस कारणले गर्दा उत्कृष्ट हुन पुगेको अवस्था छ यो क्वार्टर रिपोर्ट अनुसार, पर्फर्मेन्सको अनुसार। अहिले हेरौँ के कस्तो अवस्थामा आएको छ त। यसको चुक्ता पुँजीमा लगभग वृद्धि गरेको छ, रिजर्भमा घटेको छ, यो राम्रो होइन। टोटल इक्विटीमा बढेको छ, राम्रो हो। टोटल एसेट्समा पनि बढेको छ, राम्रै हो। नेट इन्ट्रेस्ट इन्कममा घटेको छ, राम्रो होइन। त्यसै गरी यो फ्रिज एन्ड कमिसनमा पनि बढेको छ, टोटल रेभेन्यू बढेको छ, नेट खुद नाफा बढेको छ र यसरी हेर्छौँ इपिएस घटेको छ। भनेपछि यति खास यसलाई चाहिँ हामी अहिले हेर्छौँ भने राम्रो पर्फर्मेन्स हामीले देख्दैन, किनकि इपिएस भर्खरै घटेको छ, तर घटे तापनि अरू कम्पनीहरूको तुलनामा चाहिँ इपिएस चाहिँ हाइएस्ट रहेको छ। त्यस कारणले गर्दाखेरि पनि यो टप सेकेन्डमा परेको जस्तो देखिन्छ। तर यसको चाहिँ कम्पनी पर्फर्मेन्स हेर्छौँ भने अहिलेको क्वार्टर रिपोर्टमा गत वर्षको तुलनामा यति खास राम्रो हामीले देख्दैनौँ। त्यस कारणले गर्दा यो कम्पनीलाई चाहिँ फाइनेन्सियली सबल नै रहेको छ, इपिएसको हिसाबले पनि सबल रहेको छ, सबै कुराहरू राम्रै रहेको छ। तर पनि यो क्वार्टर रिपोर्टमा चाहिँ यति खास राम्रो हामीले यसलाई देख्दैनौँ। तैपनि अरूको कम्पनीहरूको तुलनामा चाहिँ यो बेस्ट अफ द बेस्ट कम्पनी भनेर त्यस कारणले उत्कृष्ट 2 मा आएर बसेको अवस्था हामीले देख्छौँ है। त्यसै गरी एउटा टेक्निकल अवस्था हेरौँ, यसको पनि के कस्तो अवस्था रहेको छ। टेक्निकली हामी यो कम्पनीलाई हेर्छौँ भने अहिलेको अवस्थामा यसले 1907 मा एउटा स्ट्रङ डिमान्ड जोन रहेको छ र यसको रेसिस्टेन्स जोन भनेको यो देख्न सक्नुहुन्छ यहाँहरूले, यो 2153 देखि 2202 सम्मको रहेको छ। यो माथिको रेसिस्टेन्स रहेको छ र यो अहिलेको अवस्थामा चाहिँ हेर्छौँ भने यो ट्रेन लाइन देख्न सक्नुहुन्छ, यो मैले खिचेको ट्रेन लाइन हो। यो ट्रेन लाइनमा चाहिँ यसरी हेर्छौँ भने यो ट्रेन लाइनलाई अझै ब्रेकआउट नगरेको अवस्था छ, एकदम तलतिरै रहेको छ। र यसको चाहिँ अवस्था हेर्छौँ भने कुनै पनि ड्राउ थ्योरी वा कुनै इन्डिकेटर पनि हेर्छौँ भने हामीले चाहिँ यसले यसरी सपोर्ट नलिएको देख्छौँ। अब यो तलतिर जाँदै गरेको छ। अब भोलिको दिनमा हुन त अहिले क्यान्डल स्टिकबाट चाहिँ यसले के गरेको छ त, एउटा क्यान्डल स्टिकले यहाँ चाहिँ के गरेको छ त, एउटा डोजी क्यान्डल जस्तो फर्म गरेको अवस्था हामीले देख्छौँ होइन। तर भोलिको दिनमा अब यसले यो तलतिर ब्रेकआउट गरेर पनि आउन सक्छ। यसले तलतिर ब्रेकआउट गर्यो भने चाहिँ यसको चाहिँ हामीले के बुझ्न सक्छौँ भनेपछि यो ब्रेकआउट अफ स्ट्रक्चर हुन सक्छ भन्ने कुरा हामी बुझ्न सक्छौँ। र ब्रेकआउट अफ स्ट्रक्चर भएर लगभग यहाँसम्मको थप गिरावट आउन सक्छ भन्ने कुरा बुझ्न सक्छ। तर अहिलेको अवस्थामा चाहिँ यसरी साइडवेज हुँदै लगभग यहीँ कन्सोलिडेटेड हुँदै यतै यो ट्रेन लाइनदेखि तल रहेको छ। तर जबसम्म यो ट्रेन लाइनलाई ब्रेकआउट गर्ने तबसम्म चाहिँ यसले कन्फर्मेसन दिँदैन। त्यस कारणले गर्दाखेरि यो स्टकमा चाहिँ अहिलेको अवस्थामा चाहिँ हामी हेर्छौँ भने अहिले हेर्दै नगरेको ठिक छ जस्तो देखिन्छ। जब यसले यो ट्रेन लाइनलाई ब्रेकआउट गरेर माथि जान्छ तब चाहिँ हामीले चाहिँ एन्ट्री गर्नुपर्छ भन्ने कुरा यहाँहरूलाई जानकारी राख्न चाहन्छु। भने अर्को स्टक रहेको छ यो स्टक रहेको छ, यो कुन स्टक रहेको छ, यो नेपाल इन्फ्रास्ट्रक्चर ब्याङ्क लिमिटेड रहेको छ। यसको पनि हामी हेर्छौँ भने यति खास फन्डामेन्टली स्ट्रङ कम्पनी त हामीले देख्दैन, तर पनि अहिलेको अवस्थामा चाहिँ यो टप 3 मै आएको अवस्था देख्छौँ। यसको मार्केट क्यापिटलाइजेसन हामी हेर्छौँ भने
लगभग 60 अर्ब 73 करोडको रहेको छ भने चुक्ता पुँजी 21 अर्ब 60 करोडको रहेको छ र 52 हप्ताको हाई लोन चाहिँ 188.9 रहेको छ, 348.9 रहेको छ र इपिएस 12 मन्थ ट्रेलिङ टाइम जुन 4.56 रहेको छ, थोरै रहेको छ, 10 भन्दा थोरै रहेको छ। त्यस कारणले गर्दा तैपनि नेगेटिभ कम्पनीहरू भन्दा त पोजिटिभ नै राम्रो हो, 10 भन्दा तल रहेको छ र इपिएस रिपोर्टेड हेर्नु 5.56 रहेको छ, पी रेसियो 61 रहेको छ र पीबी रेसियो पनि हेर्छौ भने यो राम्रो हो, 2.141, रिटर्न अन इक्विटी पनि हेर्छ। तर ब्रोकर नम्बर यहाँ देख्न सक्नुहुन्छ, ब्रोकर नम्बर 6 ले 1621 होल्ड गरेको छन्, ब्रोकर नम्बर 450 के होल्ड गरेको छन्, 28 ले 315 के होल्ड गरेको छन्, यत्रो धेरै होल्ड गरेको हामी देख्छौँ। त्यस कारणले गर्दाखेरि यो कम्पनीको फन्डामेन्टल अवस्था यति खास अहिलेको अवस्थामा राम्रो नभए तापनि फाइनेन्सियल रिपोर्टबाट चाहिँ हामी बुझ्न सक्छौँ के कस्तो अवस्था निकालेको छ त भनेर। यसरी हेर्छौँ भने रिजर्भमा वृद्धि गरेको छ, टोटल इक्विटीमा पनि वृद्धि गरेको छ र डिपोजिट्स फ्रम कस्टमरमा पनि वृद्धि गरेकै देख्छौँ। प्लेसमेन्ट विथ डिएफआइस यसमा पनि वृद्धि गरेको छ, लोन्स एन्ड एडभान्स टु कस्टमर्समा पनि वृद्धि गरेको छ, नेट इन्ट्रेस्ट इन्कममा पनि गिरावट रहेको छ र नेट प्रफिटमा पनि हामी हेर्छौँ भने लगभग गिरावट नै रहेको छ भने यसको इपिएसमा हेर्छौँ भने अहिलेको अवस्थामा चाहिँ त्यसमा पनि गिरावट देख्छौँ है। रिटर्न अन इक्विटी रिपोर्टेडमा फेरि राम्रै वृद्धि गरेको देख्छौँ। तर समग्रमा हामी यो कम्पनीलाई अहिलेको अवस्थामा चाहिँ हेर्छौँ भने अहिलेको अवस्थामा चाहिँ यो कम्पनी चाहिँ एकदम माथितिर जाँदै गरेको अवस्था हामी देख्न सक्छौँ। सायद त्यसमा खेलाडी पनि हुन सकेको अवस्था हामी देख्छौँ। यति खास फन्डामेन्टल सबल नरहे तापनि अहिलेको अवस्थामा चाहिँ राम्रै माथि जाँदै गरेको कम्पनी भनेर मान्न सक्छ यो कुरालाई। त्यस कारणले गर्दाखेरि यो कम्पनीलाई फन्डामेन्टल यति स्ट्रङ हामी मान्दैनौँ अहिलेको अवस्थामा, किनभने चाहिँ यति खास यसले चाहिँ अहिलेको पर्फर्मेन्सको रिपोर्ट पनि यसले नेगेटिभ ल्याएको छ। त्यस कारणले गर्दाखेरि खुदनाफा र प्रतिशत आम्दानी दुवै नेगेटिभमा रहेको छ भन्ने कुरा बुझ्न सक्छौँ विगतका तुलनामा। र यसलाई चाहिँ हामी चाहिँ अहिलेको अवस्थामा चाहिँ यसरी रिकमेन्ड गर्न सक्दैनौँ है फन्डामेन्टली। त्यसै गरी यो यसको टेक्निकल अवस्था पनि हेरौँ। टेक्निकल अवस्था हेर्छौँ भने यो देख्न सक्नुहुन्छ यो 250 देखि लिएर 260 को एउटा स्ट्रङ डिमान्ड जोन रहेको छ र यसको रेसिस्टेन्ट भनेको चाहिँ लगभग 302 बाट लिएर 309 सम्मको रेसिस्टेन्ट रहेको छ। र अहिले अवस्था हेर्छौँ भने हाई बनायो, हायर लो बनायो, हायर हाई बनायो, फेरि हायर लो बनायो, फेरि हायर लो बनायो, फेरि लोयर हाई बनायो, अनि लोयर हाई बनाएर फेरि लोयर लो बनायो। यहाँबाट के गर्यो त यहाँसम्म चाहिँ डाउ थ्योरी अनुसार हायर हाई बनाएर लो बढ्दै गरेको थियो, तर यहाँ चाहिँ लोयर हाई बनाएर अहिले आएर यहाँ सपोर्ट लिएको अवस्था हामीले देख्न सक्छौँ। अब यसको अहिलेको अवस्थामा चाहिँ हामी हेर्छौँ भने यो यसको एउटा सपोर्ट जोन रहेको छ, यो रेसिस्टेन्ट भित्रै यो दुईटा, यो सपोर्ट यो रेसिस्टेन्ट भित्रै हो, यो भित्रै यिनी भित्रै नै यो बसिरहेको छ र अहिले पनि 270 को लो रहेको छ। र यसले चाहिँ यहाँबाट चाहिँ के गर्छ विगत पहिलाको लगभग हाईहरूलाई यसरी ब्रेकआउट गरेको छ र हायर हाई बनायो, हायर हाई बनाएर हायर लो बनाउने क्रममा रहेको छ र करेक्सन फेस गर्दै गरेको छ। अब यसले यहाँबाट तल जान्छ भने त हामी के भन्नु है, यहाँभन्दा तल गयो भने चाहिँ ब्रेकआउट अफ स्ट्रक्चर हुन्छ यसको पनि। अब यहाँभन्दा तल गएन भने यहीँबाट हायर हाई बनाएर यो पर्खाल लगभग यहाँसम्म टच गरेर पनि वापस आयो भने पनि अहिले यसको डाउ थ्योरी अनुसार हायर हाई हायर लोको श्रृङ्खला नै बन्छ है। त्यसै गरी यसलाई हामी एउटा ट्रेन्ड लाइन पनि तानेर हेरौँ के कस्तो रहेछ प्यारल च्यानललाई, यसरी यो ट्रेन्ड लाइनलाई तानेर बनाएर हेरौँ। अहिलेको अवस्थामा चाहिँ हामी यसरी हेर्छौँ भने यो स्टकलाई अब यहाँले देख्न सक्नुहुन्छ यो स्टकलाई यसरी प्यारल च्यानलबाट पनि हेर्छौँ भने जबसम्म यो ट्रेन्ड लाइनलाई यसले ब्रेकआउट गर्दैन तबसम्म चाहिँ हामीले यसमा पनि एन्ट्री उचित देख्दैनौँ। फेरि पनि अहिलेको अवस्थामा यहाँहरूले रिस्क लिनुहुन्छ भने 281 मा रिस्क लिन सकिन्छ, 281 मा। अनि यसको चाहिँ यो 274 लाई ब्रेकआउट गर्यो भने चाहिँ हामी चाहिँ एक्जिट हुनुपर्ने हुन्छ। त्यस कारणले गर्दा यसलाई स्टप लस मानेर अहिले अवस्था हामी रिस्क लिन सक्छौँ। तर जबसम्म यो फुल्ली कम्प्लिटली यो ट्रेन्ड लाइनलाई ब्रेकआउट गर्दैन तबसम्म चाहिँ यसको पनि हामीले चाहिँ वेट एन्ड वाच नै राम्रो होला जस्तो लाग्छ मलाई। फेरि पनि यसलाई पनि इन्डिकेटरबाट हेरौँ। सबैभन्दा पहिले आरएसआईबाट हेरौँ के कस्तो यसले आरएसआई के कस्तो ल्याएको छ। आरएसआईबाट हेर्छौँ भने 48 एकदम राम्रो रहेको छ, न्युट्रल जोनमा रहेको छ आरएसआई। र एमएससीडीबाट पनि हामी हेरौँ यसलाई के कस्तो अवस्था सिर्जना गरेको छ त। एमएससीडीबाट पनि हेर्छौँ भने यति खास राम्रो सिर्जना गरे जस्तो देखिन्न, तर फेरि पनि ठुलो गरेर हेरौँ। एमएससीडीबाट हेर्छौँ भने ठ्याक्कै बुलिस क्रसओभर गर्थ्यो, अनि बुलिस क्रसओभर गरेर फेरि हिस्टोग्राममा पोजिटिभ भइसकेको थियो, ग्रिन भएर माथि उठ्दै गरेको थियो, तर अहिले फेरि गएर मधुरो हुँदै गरेको छ। अब यसले बेरिस क्रसओभर गर्ला जस्तो देखिन्छ। अब गर्ला वा नगर्ला अब आगामी साता आइतबारको बजारले बताउनेछ। तर तबसम्म चाहिँ हामीले अहिले प्रिडिक्सन गर्छौँ भने निश्चय पनि यसले यहाँबाट यसरी बाउन्स ब्याक दिन सक्छ जस्तो देखिन्छ, किनभने चाहिँ यो स्टक अहिले टप गेनर्समा पनि धेरैचोटि देखिएको कारणले गर्दाखेरि यसमा चाहिँ एकुमुलेसन हुँदै गरेको हामीले
फेस देख्न सक्छौँ है। फ्लोर सिटबाट हेर्छौँ भने एकुमुलेसन हुँदै गरेको छ, त्यस कारणले गर्दा नि यसले भोलिको दिनमा चाहिँ फेरि बुलिस क्रसओभर गर्न सक्छ भन्ने कुरा हामी विश्वस्त हुन सक्छौँ भन्ने कुरा यहाँलाई जानकारी राख्न चाह्यो भने अर्को यो बोलिङ्गर ब्यान्डबाट पनि हेर्छौँ भने यो कम्पनीलाई यसरी बोलिङ्गर ब्यान्डबाट हेर्छौँ भने अहिलेको अवस्थामा चाहिँ यसरी हेर्छौँ भने मिडल ब्यान्डदेखि लगभग मिडल ब्यान्डमै टच गरेर बसेको अवस्था छ। अब यो मिडल ब्यान्डदेखि तल यसलाई ब्रेकआउट गरेर तलतिर ब्रेकआउट गरेको जस्तो देखिन्छ, अलिकति हल्का विकले। अब यो तलतिर आयो भने यसको सपोर्ट भनेको 274 रहेको छ, त्यस कारणले गर्दा रिस्क लिने हो भने अहिलेको अवस्थामा 274 को स्टप लसलाई राखेर हामी रिस्क लिनु पर्ने हुन्छ भन्ने कुरा यहाँलाई मैले अघि पनि बताएको छु, अहिले फेरि भन्न चाहन्छु भन्ने कुरा यहाँलाई जानकारी दिन चाहे है। त्यस कारणले गर्दाखेरि यसले जबसम्म यो ट्रेन लाइनलाई ब्रेकआउट गर्दैन, यो अप्पर ब्यान्डलाई पनि ब्रेकआउट गर्दैन, यो मिडल ब्यान्डलाई ब्रेकआउट गरेर माथि जाँदैन, तब चाहिँ यसको चाहिँ बाइङ सेटअप चाहिँ नबनेको जस्तो देखिन्छ। त्यसमा तबसम्म चाहिँ हामी होल्डै गर्दै ठिक होला जस्तो देखिन्छ। फेरि पनि अब ठुल्ठुला ब्रोकरहरूले एकुमुलेसन गर्दै गरेको देख्दाखेरि चाहिँ अहिलेको अवस्थामा चाहिँ यो माथि नै जाला जस्तो छ, यो ट्रेन लाइनलाई पनि ब्रेकआउट गर्ला जस्तो हामीले देख्न सक्छौँ है। फ्लोर सिट एनालाइसिसहरूबाट हामी हेर्छौँ भने यो कम्पनीलाई, त्यस कारणले गर्दा समग्रमा हेर्छौँ भने तिनटै कम्पनी अहिलेको अवस्थामा चाहिँ हामी हेर्छौँ भने अति नै राम्रो फन्डामेन्टल स्ट्रङ कम्पनी रहेका छन्। अहिले घटे तापनि विगतका दिनहरूमा फेरि बढ्न सक्छ भन्ने कुरा यहाँहरूलाई जानकारी राख्दै आजको विषयवस्तुबाट बिदा हुन चाहे। हस्त, धन्यवाद।